उठा 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 बाबु उठा 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 हिँड्न सक्छ हो दौडा बाबु दौडा मेरो कान बन्द भएर दिदी आएको खुसियालीमा मेरो भाइले यहाँ केरा काट्नु पसेको छ यहाँ केरा काट्ने उचालिरहेछ सो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो सो तपाईँहरूलाई अहिले बिहानीको 4 बजेको छ अनि हामी चाहिँ रेडी सेडी भएर अब हामी जाँदैछौँ हाम्रो भिडियो हेर्नु होला अन्तिमसम्म के कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला अनि हामी चाहिँ आज धेरै वर्षपछि हामी चाहिँ गाउँ जाँदैछौँ अनि त्यसपछि हामी चाहिँ गाउँ जाँदैछौँ धेरै वर्षपछि पछाडि हेरेर कस्तो सुनसान छ सुनसान रातमा सुनसान छ कम गाइस क्या हालचालहरू त होइन हामी चाहिँ अब के भन्छ गाउँ जानु लाग्यो होइन हामी अब ठ्याक्कै कति दिनको लागि गाउँ जानु लाग्यो अनि आज चाहिँ के हो भन्दाखेरि आज हामी गाउँ जानु लाग्यो गाउँ पनि हामी 3 जना मात्रै जानु होइन 5 जना जानला मेरो बहिनी मेरो दाइ मेरो भाइ मेरो म आफै अनि मेरो मम्मी हामीहरू 5 जना जाँदैछौँ अब गाउँ अनि 5 जना गाउँ जाँदैछौँ भनेपछि केही त केही हुन्छ होला नि हामी कुरा के गर्छौँ त सुनाउँछौँ के खान्छौँ देखाउने छ हेरिदिनु होला त्यही होइन हामीसँग 3 झोला छ एउटा मैले बोक्ने मेरै स्कुलको झोला भयो त्यो होइन एउटा मेरो भाइले आफ्नो स्कुलको झोला बोक्ने भने त्यही भएर उसले आफ्नो स्कुलको झोला बोक्यो उसको स्कुलको झोलामा पनि धेरै केही छैन जस्ट उसको ड्रइङ कपी छ ड्रइङ होइन कलर छ ओइल कलर हो कि पिस्टल कलर छ होइन अनि आज हामी हजुरलाई देखाउँछौँ हामीहरू कति बजी निक्लिन्छौँ भन्दाखेरि अहिले यहाँ 4:30 हुनु लागिसक्यो अनि यतातिर गाडी 5 बजी मात्रै पाइन्छ नि त अनि 5 बजीतिर मात्रै हुन्छ होइन मैले चस्मा किन्ला भन्दाखेरि अहिले चाहिँ यो एयर धेरै पल्युसन भएको छ होइन यो धेरैले प्रदूषण भएको छ हजुर म यता भिडियो बनाएर कस्तो तर्साइदिएर हजुर त मान्छे पनि देखाएको छैन यहाँ अहिले चाहिँ यो धेरै धुलो धुवा धेरै पल्युसन भएको छ हावा अनि हावा प्रदूषण भएको छ नि त अनि हावा प्रदूषण भएर हजुरले चाहिँ मास्क अनि चस्मा टोपी छैन मास्क चस्मा चाहिँ लाएर हिँड्नु आँखा पनि पोल्युसनबाट बच्छ मुख पनि बचाउनुपर्छ नाक पनि बचाउनुपर्छ हामीले लिने अक्सिजनमै पोल्युसन छ नि त नि सो हेर्दै गर्नु होला यो भिडियो लास्टसम्म अहिलेको लागि यति नै अब एकैचोटि भेटौँ यहाँ हामीसँग पुरै व्यवस्था छ आज हामीले के बनाएको छौँ भन्ने चाहिँ मिलेर हाम्रो चाहिँ प्लानिङ के छ भन्दाखेरि म कस्तो जाड लाग्यो अहिले म धाउँछु यस्तरी बोक्नु न हजुर सुवातिर म चाहिँ यताबाट जाने होला भनेर खेल्नु पर्यो भने अब चाहिँ हामी छैन गाउँदैनले रेडी भएर पनि घर देखाउँदा 4:30 बजेर नि 35 मिनट गएको छ अनि रेडी भएर हामी जाने छ लुगाको बोका या आफ्नो झोला आफूले बोकेर हिँडेको छ कस्तो छ त एक्साइटेड छैनौ कस्तो भइरह बिजलै हेर त तिमी गाउँ जाँदा एक्साइटेड छौ छैन दारा भाइ साहब कुकुरले डिस्टर्ब गर्छ भनेर कुकुरले डिस्टर्ब गर्छ भने हामीले लट्ठी बोकेको छ भने
फाइनल हामी चाहिँ यहाँनिर काउन्टरनिर आइसकेको छौँ। अब यो काउन्टरमा गएर टिकट काटिसकेपछि खोजेर टिकट काटेर अनि हामी फाइनली हामी यहाँनिर सबैजना भेट भइसक्यो। फाइनली हामी यहाँ सबैजना भेट भइसकेको अनि त्यस्तो चाहिँ हामीले टिकट पनि काटिसकेको भेट भएर अब चाहिँ हामी यात्रा जारी छ हेर्नु होला। अब गाइजहरू चाहिँ यहाँनिर चढ्न नपाए खाना खाना आएन एउटा साइनै तर छैन। हेलो भन कहाँ जान्ला हामी? चरीकोट दोलखा सिँगट कहाँ जान्ला अरे हामी? हामी कति वर्षमा जान्ला अरे? अनि साथीहरूलाई चाहिँ यिनीहरूले चाहिँ सोधेको मैले तिमीहरू कति वर्षमा घर गयो? पैसाले 2 वर्ष, कसैले 1 वर्ष भने सरर त्यसपछि हामी भ्यू खिच्न थालेँ। यहाँ हेर्नु सक्नुहुन्छ यस्तो दामी भ्यू सरर भ्यू खिचेँ है। यस्तो दामी छ। यो चाहिँ ओखली बन्छ है। यो चाहिँ खैरढुङ्गा हो। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यो भ्यू चाहिँ यस्तो दामी छ। अनि मैले चाहिँ थोरै ढुङ्गाहरू देखाइरहेको छु। परसम्म गइरहेछ। सो यस्तो रमाइलो छ। अब खाजा खाँदैछ। खाजा खाँदैछ सबैजनाले मिलेर खाजा खाइसक्यौँ। अब चाहिँ हामी गाडीमा चढ्छौँ। अब हामी खाजा खाएर अब हामी गाडीमा मेरो कान बन्द भएर मेरै पैसा लगाइदियो भने पैसा दिएछन् कान बन्द भएर अनि कस्तो यहाँ बसिरहेको छ। माथि जान्छ कान बन्द भएर रिङ्गाट चलेको छ। मान्छेले को भिखारी बस्यो? गाडीबाट फाटेको ल्याए आएछ को भिखारी बस्यो? हामीलाई छोडेर पनि छिट्टो अगाडि हिँडिसकेको छौँ। ऊ त्यसरी धेरै माथि गइस भाइ। ओ कहाँ हिँडेको त्यो त? यता ओ कहाँ हिँडेको? यता हो बाटो नचिनेर कहाँ गएको? बाटो नछि यता हो बाटो तल जा र। बाटो नचिनेर माथि हिँडे। यहाँ चाहिँ हाम्रो 2जना हुनुहुन्छ। अब त हेर्न सक्नुहुन्छ अनि फाइनली आफ्नो गाउँ आइसकेको छु। जन्मभूमि हाम्रो भाइ चाहिँ अगाडि काम छु। हिँड्नु हो चिया खाँदै हिँडिरहेको छ भने त पनि खालो हेर्नु दाइ भन्छ नि बोकिरहेको छु नि। ओके धेरै कुच्चा ओ माई गॉड मम्मी पैसा कहाँ लगाउनुहुन्थ्यो? ल कहाँ पुग्यो पछि चप्पल टुट्यो भने यहाँ लुकाउँथ्यौँ। अनि यही ठाउँ हो जहाँ पैसा लुकाउँथ्यौँ। किताब पनि यहीँ लुकाउँथ्यौँ। धेरै भयो भने कपी यहीँ लुकाउँथ्यौँ। उठा 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 हिम्मत देखाउ त हिम्मत देखाउला हिँड्न सक्छौ ल। उठा 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 हिम्मत देखाउला हिम्मत देखाउला। उठा 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 सक्छ दौड 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 भर लिन त्यो लिन आएको मान्छे पछाडि फर्के बसिन्छ। भतिज लिन आएको। फाइनली हामी चाहिँ गाउँमा आइसकेको छौँ साथीहरू। अनि मैले मेरो बिचको भिडियो क्लिपहरू पनि तपाईँहरूले देख्नुभयो होला। हिजो हामी गाउँ जाँदैछौँ भनेर मैले भिडियो हालेको थिएँ। सबले माया गर्नुभएको छ। ऊ यहाँनिर यो हाम्रो घर के अरे केरा पाकेको छ। यहाँनिर यो के
घरीमै केरा रहेछ। अब यो हामी केरा काटेर खानेछौँ। अर्ग्यानिक केरा घरीमै पाकेको छ। कति धेरै रमाइलो। 5 वर्ष पछि घर आएको, पछि जन्म घर आएको यस्तो आनन्द आछ नि। ओहो त्यो घर त कति राम्रो रहेछ। यहाँ चाहिँ मेरो माइला भाइ सो गरेर बसिन्छ। बाबु मामा घर आएर कस्तो लागिरह? ए दिदी आएको खुसियालीमा मेरो भाइले यहाँ केरा काट्नु पसेको छ। यहाँ केरा काट्ने उचालिरहेछ। अम्मो ला त्यसरी काट्यो त अलिकति ढल्काउनु पर्दैन। ल आयो आयो केरा आयो। माइला भाइ रमाना उफ्री उफ्री केरा काट्यो। तान्नु त छैदैन होला। के काम छ यति उचाइ गर्दाखेरि? ए घरीमै केरा पाकेको अब खाने होइन त साथीहरू। ल जे खामाले भन्नुभएको थियो नि अब घर गएर बल्ल बल्ल छोरी आएको आमाको हातको पकाएर भात गम गम खाने होला भनेको थियो। ल हेर्नु यहाँनिर केरा खान्छौँ अब हामीले। यहाँनिर केरा यस्तो मजाले पाएछ बोटै। यिनीहरूको यहाँनिर काम केराको थामा तान्दैछ। हेर बल अब हो त्यो यो खानुपर्छ। यो बाबाले यस्तरी खानुहुन्थ्यो नि गाइसहरू। अब यसको खाने यो बुङ्गा म देखाउँछु। अब चाहिँ यो मेरो बुढाले सिकाएको। अब चाहिँ म यसको अचार बनाउँछु है। यहाँनिर खासै आउँदैन, म प्र्याक्टिस गर्नेछु। यसको अचार यो बुङ्गाको अचार बनाउँछु है मैले। यो अचार खुवाजोले सिकाउनु भएको छ यो अचार बनाउनुलाई। लाग्ने छुरी सो गाइस आजको ब्लग चाहिँ यति नै हो। म गाउँमा इन्जोय गर्नेछु, म कति इन्जोय बस्नेछु। सो तपाईँहरूलाई म इन्टरटेनमेन्ट गराउनेछु। आजको ब्लग चाहिँ यति नै हो। सो सबैलाई बाई बाई।